अब खाना बनाउनु पर्यो। हुन्छ। आलु पनि ल तरकारी काटौँ। हुन्छ। ए साँच्ची शिला, त्यो राजु दादाले दिएको कार्ड थियो नि, कहाँ राखिस् अहिले? त्यो कार्ड त तैँले राखेको होइन? साँच्चै? त्यो कार्डमा त राजु दाईको नम्बर थियो। त्यो नम्बर पाएर हामीले फोन गरेको भए त कतै राजु दाईले काम खोज्ने हुन्थ्यो कि। हो नि शिला, कार्ड खोजौँ न। ल खोजौँ है। त्यसमा सबैसँग हेर, म यो झोलामा छ कि खोज्छु है। निशा, ब्यागमा त कार्ड नै छैन। छैन? कहाँ गयो त? कहाँ राख्यो त तिमीले? मैले त तँलाई नि दिएको हो। निशा, कहाँ होला के? राम्रोसँग खोजौ है, अझै यहाँ खोजौ न। निशा, कार्ड त भेटियो। यही हो। फोन गरौँ न। ल पक्का फोन गरिहाल्छु। साउनी चिया बनाउनुहोस् न एक कप। ल बस्नु, हिजोको पैसा दिनु भएको छैन, आज नि उधारो होला, म उधारो दिँदिनँ आज। ए हिजो त अरूले दिन्छन् भनेर मैले नदिकन हिँडेको हो। आज त म दिन्नँ नि, एक कप चिया ल्याउनु न। अर्को त कहिले खानु, अर्को कहिले दिन्छ ल, कम्ती आज पैसा दिनुपर्छ। दाजु, तिमी मेरो कसमा सधैँ आउँछौ, मान्छे किनेर आउँछौ, चिया नास्ता पुऱ्याउँछौ, तिमी के काम गर्छौ? मलाई थाहै छैन। मेरो काम त म फिल्म बनाउँछु दिदी। हो र, त्यसबाट हामी पनि फिल्ममा राख है, मलाई पनि त्यस्तै भयो भने है, राख्न पाउँछ? भइहाल्छ दिदी। निशा, के भयो? शिला, मेरो त फोनमै ब्यालेन्स छैन, तेरोबाट गर्न। पहिला पैसा चेक गर्छु है। गर्न छिटो। निशा, मेरोमा 5 रुपियाँ मात्रै रहेछ। त्यही भए पनि गर्न, उतैबाट कल गर्नु राजु दाइ भनौँ न। गर्न। नयाँ नम्बर कस्तो दियो? निशा, राजु दाइले त फोनै उठाउनु भएन। किन होला त? है, बरु यसो गर्न शिला, हामी शिला र निशा हो भनेर मेसेज गर त, हेर्नुहुन्छ कि? ल है। गरिहाल। राजु दाइ, हामी शिला र निशा हो। अस्ति हजुरले हामीलाई कार्ड दिनुभएको थियो नि, एकचोटि फोन उठाउनुहोस् न। निशा, मैले राजु दाइलाई मेसेज पठाएको छु। अब आलु काटिसकेर फेरि फोन गरौँला ल। ए हो, ठिक गरेछस्। छिटो आलु काट, यो बर्गा पनि काट्नुपर्छ है। ए हुन्छ। त्यो बहिनीहरूको पो रहेछ। म आफै गर्छु। निशा, फोन आयो नि। देखिस्, राजु दाइले आफै फोन गर्नुभयो। माइतीको कुकुर पनि प्यारो हुन्छ भने हो रहेछ नि। उठा न, उठा। हेलो।
नमस्कार राजु दाई। नमस्कार नानी, नमस्कार। के छ तिमीहरूको हालखबर? मैले त अब नचिने नम्बर भएर नउठाएको, तिमीले एसएमएस गरेर रहेछौ, त्यही भएर मैले आफैले गरेको। कहाँ छौ तिमीहरू? हामी त रुममै छु दाई। सिला लाडु सिलाउ गर्न के गर्दैछौ? किन आएको छौ? राजु दाई, हामी पढ्न भनेर यहाँ आएका हौँ। घरबाट ल्याएको पैसा पनि कलेज फी, रुम भाडा तिर्दै सकियो। हामी त त्यही भएर हजुरलाई फोन गरेको राजु दाई, कतै राम्रो काम पाइन्छ कि भनेर। ए हो र नानी हो। मेरो पनि काम अब अरूले देख्दा त राम्रै छ, मात्र भने खासै काम हेर्दा मात्रै राम्रो हो, खासै कमाइ चाहिँ छैन। त्यो भनेको के हो दाई? हामीले त बुझेनौँ नि। ए ल ल यतै आउन त, यतै बसेर सल्लाह गरौँला। अहिले मेरो काम छ, अहिले राखी। ए हस्, हुन्छ दाई। के भन्नु बिचरा, काम चाहियो भनेर फोन गरे होला नि, आफ्नो कामको ताल यस्तै छ। ओहो दाइले त राम्रो काम लगाइदिनु जस्तो छ। अब खाना पकाऊ है। अनि बुहारी खोइ त? अनि तिमीले चिया छोरा बुहारी खेतमा मकै बोल्न गएका छन्। ल हजुर, म एकैछिन पल्लो गाउँमा पुगेर आउँछु, हजुर चिया खाँदै गर्नु है त ल। अनि खाना बनाउने कसले नि फेरि? बुहारी पनि बारीमा, तिमी पनि बाहिर। म आएर पकाइहाल्छु नि, हजुर किन चिन्ता गरिबसेको? मलाई त अफिस जानुपर्छ नि, ढिला होला। म छिट्टै आउँछु, चिन्ता नगरी बस्नु ल। काका आरामै हुनुहुन्छ? नमस्कार है। नमस्कार। बस न। अनि के छ खबर? मेरो त ठिकै छ। अनि तेरो भन्न, तेरो चाहिँ के छ हालखबर? सबै ठिक छ काका। अनि भाइ बुहारी अनि काकी देख्दिनँ नि, कहाँ गए? भाइ र बुहारी बारीमा मकै गोड्नु गएको छन् रे। काकी चाहिँ त्यहाँ तल्लो घरसँग गएको छ। मलाई पनि एक कप चिया दिएर बस्दै गर भनेर हिँडेका छन्। के भन्ने? ए मकै गोड्ने बेला नि भइसक्यो कि काका? बितिसक्यो हेर्नु। अनि त चाहिँ के भन्न आएको नि? केही न केही काम त लिएरै आएको होला। हो यही हो मौका महेश। अब काकी पनि रहन्छन्, छोरा बुहारी नि खेतमा गएका रहेछन्। काका त मनकारी छन्, फेरि आफ्नै काका परे। यही बेला भनौँ भने दिन्छन्। मोहन के भयो? खासै त्यस्तो केही होइन काका। भन्न धक नमानिकन, म पनि तेरो बाउपछिको बाउ त हो नि। खै काका कसरी भनौँ, भनौँ कि नभनौँ जस्तो भएको छ। ल ल भन्, अप्ठ्यारो केही मान्नु पर्दैन। हेर्नु न, मलाई साह्रै अप्ठ्यारो परेर तपाईँलाई अलिकति दुःख दिउँ कि भनेर आएको। कस्तो दुःख? उता छोरी सहरमा पढ्न गयो कि, अब रहर गरी पठाउनु परिहाल्यो। पढ्न त पठाउनु पर्यो नि। अनि पठाएको पैसा सिद्ध भयो, घरबेटीले करायो भनेर फोन गरिदिए आमा चाहिँलाई। अनि मैले काकासित मागौँ कि भनेर आएको। हेर्नु न के गर्ने, अलिकति दिनुहुन्छ होला? खोइ अब त्यस्तो पढाइ जस्तो कुरा बिगार्न त नहुने हो। अनि कति चाहियो हो तँलाई? काका मलाई 5-6 हजार रुपियाँ पुग्छ। ल ल त चिन्ता नगर, म तेरो काम फुकाइदिउँला। काका हजुरले यति गरिदिनु भयो भने यो गुण कहिले बिर्सिन्न म तपाईँको। भइहाल्छ नि, किन चिन्ता गरे तैँले? त्यति काम पनि फुकाउनु होला त मैले। बाबु एकैछिन बस है, फेरि काकी आउँछ। अनि हेर्न, फेरि काकीले साँचो बोकेर गइथे दराजको। के हो? हुन्छ नि त काका, काकी आउन्जेलसम्म पर्खिन्छु नि म। हुन्छ। ए काकी नि आइहाल्नु। ए बाबु दर्शन गरे काकी। बाँकी माने बाबु, बाँकी माने। अनि हेर न, उसलाई अलिकति पैसा चाहियो रे। छोरी सहरमा पढाउन राखे अरे, छोरीलाई खर्च पठाइदिनु पर्यो भनेर कराउन आएको। हेर न। ल हिजो मात्रै त्यो पल्लो घरको नरे आएछ, त्यसलाई पैसा दिइहाले। के गर्नु थाहा भएन मलाई। कस्तो तिमी पनि। हेर भतिजा आइन्छ समस्या लिएर,
तिमीलाई मलाई सोध्दै नसोधी कसलाई पैसा दिनुपर्छ है? अब के गर्नु त, पटक पटक आएर रुन कराउन थाल्यो। 2-3 दिनमा तिरिहाल्छु भन्यो। अब गाउँठाउँमा नदिउँ भने पनि भोलि आफूलाई पर्यो भने समस्या के गर्नु, त्यस्तै गरी टार्नुपर्छ। मैले त त्यही भएर दिएँ। खुब राम्रो गरिछौ। हेर बिचारा कत्रो आश गरेर आएको थियो, राम्रो काम गरिछौ तिमीले। अब कसरी हेर त निराश बनाएर पठाउनु परेको। थाहा नै भएन, यस्तो थाहा पाएको भए त म दिने थिइनँ नि। एउटा बाहना गर्थेँ, के गर्नु। त्यही त भने। हेर बाबु, दुःख नमान है। मैले तँलाई आश मात्रै देखाएँ, के गर। ठिकै छ काका, हजुरले मसँग माफ मागिरहनु पर्दैन। अब नभएको कुरा बनाएर बन्दैन। काकीले नरेलाई दिइहाल्नु बेछ। ठिकै छ, म अन्त खोज्छु नि। म यसो कतै मिल्छ भने यसो व्यवस्था गर्न। ल बाबु, यस्तो हस् काका नलिए है। हस् हस् काका, राम्रोसित जा। हस् बाबु, चित्त नदुखाऊ है। मसँग भइदियो भए दिन्थेँ, के गर्नु। अनि कति बेर लाग्यो तिमीले पनि? अनि पैसा छैन तिमीसित? पैसा दिएकै हेरेँ नि मैले। पैसा तिर्दैन नि क्या, लगेपछि तिर्न जानेकै छैन। तपाईँले बोल्नु हुँदैन क्या यस्तो कुरा। पैसा माग्नेले त मागिहाल्छ नि, एउटा बाहना पार्नुपर्छ। बिचाराले कस्तो समस्या परिरहेको छ। यसो काम चलाइदियो भने राम्रै हुन्थ्यो। त्यो पनि छोरै हो। यस्तो त कतिचोटि भनिसकेँ, भन्नु हेर्नु न। तिर्दैनन् क्या, तिर्दैनन्। त्यही भएर मैले भनेको। खुल्दै हेर्नु नि भाइ, अलिकति पैसा चाहिएको थियो, त्यही भएर माग्न आएको। छैन मसँग पैसा छैन। यसो खडेर ल्यायो होला, कहाँ पैसा हुन्छ? ए साइल दिदी, कता गएर आउनुभयो? ए महेश भाइ, म त्यहाँ पसल गएको थिएँ अलिकति सामान लिउँ भनेर। अनि तिमी चाहिँ कता त एकदम भटभटाउँदै हिँडेछौ नि त। अब हेर्नु न साइल दिदी, अब भनौँ भने के भनौँ, मलाई साह्रै आपत पर्यो भने हेर्नु न। त्यो ठुलीको बहिनी सरितासँग छोरीलाई पैसा पठाउनलाई 5-6 हजार लिएको थिएँ। बिचारो एक वचन भिनाजु माग्न आयो भनेर देखी थिएँ। अब अहिले उसको छोरालाई भर्ना गर्नुपर्ने रे, पैसा चाहियो भिनाजु भनेर आएर कराएर ढ्याप्टी गरी। अनि त्यसलाई पैसा दिनलाई कतिजनासित मागे कहीँ पाइन। दुःख नमान न महेश भाइ, त्यतिलाई त हामी गाउँठाउँको म दिदी, तिमी भाइ अथवा भतिजो जे पनि सम्झेर आयो त। धनीसँग हात पसार्नु हुँदैन, आफूसँग लेबुलसँग हेरेर माग्नुपर्छ सरसापट भन्ने कुरो। त्यतिलाई त गाउँठाउँमा बसेको नि। लगेर तिर। अनि महेश भाइ, ढिलो चाहिँ नगर नि, मेरो पनि पसलको सामान सिद्धिन्छ। मैले पनि त्यही 2-4 पैसा व्यापार गरेर जम्मा गरे पैसा तिमीलाई दिएको छु। मैले पनि फेरि सामान हाल्नुपर्छ नि। दुःख सुख टार्ने हो, सरसापट अलिक छिटो गर्नुपर्छ है। मलाई नि ढिलो चाहिँ नगर नि। गरिदिनु साइन्दी, यो तपाईँको गुण म कहिले बिर्सिन। यो मलाई अप्ठ्यारो परेको बेला तपाईँले अप्ठ्यारो पुकाइदिएको। मलाई लाख
आफ्नो गाउँठाउँमा यति पनि नगरे के गर्नु त महेश भाइ, गर्नु परेको नि। अब कुनै दिन मसँग नि नहोला, मैले पनि त तिमीसँग माग्नु पर्ला, तिमीले नि त मलाई दिनु पर्ला नि त। सधैँ एकैनाथ हुँदैन। हस् साइल, तपाईँलाई कुनै बेला अप्ठ्यारो पर्यो भने म जसरी पनि मेरो खडेरी बेचेर भए पनि तपाईँलाई सहयोग गर्छु। यो आज मलाई यो समस्याबाट मुक्त पारिदिनु भयो। जय होस् तपाईँको। नमस्कार नगर न भाइ, तिमीलाई मैले भाइ सम्झेर दिएको छु त, दिइहाल्छौ नि तिमी। बिस्तारै गर, लिनदिन त भइ नै हाल्छ, नमस्कार गर्नु पर्दैन। हेर्नु त त्यो रघु कहाँ गएको माग्नलाई, त्यो रघुले त हुन्छ एकछिन पक, बुढी कता गएछ चाबी उसित छ भनेर भने पर्खे, 1-2 घन्टै पर्खे, बल्ल बल्ल उसको बुढी चाहिँ नि आइ। अनि पैसा छ भनेको थिएँ, यसो हेरे त आँखा सन्काउँदै थिएँ, स्वाइदिँदैन कति रहेछ त्यो स्वाइनी, दिन नि मलाई। अलि धनी थियो होला नि त, धनीले हामी जस्तालाई दिँदैनन्। महेश भाइ यति कुरा बुझ, आफू सधैँकोसँग मात्रै लिनदिन गर्नुपर्छ, धनीले पत्याउँदैनन्। दुःख नमान, म छु, दुःख पर्दा मलाई दुःख पर्दा तिमी छौ, गाउँठाउँमा बसेर गर्नुपर्छ नि त। हस् अहिले म अहिले लाग्छु, यो सडकालाई पुऱ्याउनु गइहाल्छु अब म। हस् ल ल, बिस्तारै जाऊ ल। अरूको बारीमा मकै उम्रिसक्यो, आफ्नो बारी बाँझै छ। बुढा खालि कता अब कता हल्लिएर हिँडी लख्रे हिँडेछ। गरिहाल्छु नि, किन आँचेको हेत्तेरिका। साँझ अरूको मकै उम्रिसक्यो, हाम्रो बाँझै छ। गराएर हुन्छ, बिस्तारै बिस्तारै सबै भइहाल्छ नि, म गरिहाल्छु। होइन, म उहाँ घरमा गएँ, हजुरहरू त बारीमा हुनुहुँदो रहेछ। अनि हजुर त हाम्रो घरमा आउनु भनेर आउनुभएको थियो। म उहाँ पाहुनाहरू सबै ठिक पारेर बसेँ, खै त आउनुभएको हो त नानी, मैले तपाईँसँग कुरा मिलाएर आएँ। यहाँ त छोरो त सहर गइसकेछ, अत्तै पत्ता थाहा नै नदिकन। त्यही त नानी, कहाँबाट हामीले बिहा गर्ने भनेको कुरो कहाँबाट सुनेछ, त्यो कुरो सुनेदेखिको निमाठेर हिँडेछ। अब जे भए पनि छोरालाई फोन गरेर बोलाउँला, हजुरकै छोरीसँग गर्ने हो मेरो छोराको बिहा चाहिँ। गरेको छैन। अब झन् उहाँ दाइले भन्न आउनुभयो, हुन्छ त नि अब चिने जानेको सहरमा बसेको केटा आफ्नो छोरीलाई पनि सहर जाने रहर भनेर हुन्छ दाइ भनेर झन् घरमा पाहुना पाछा सबै रेडी गरेर हजुरहरू आउनुहुन्छ भनेर बस्या। हाम्रो चाहिँ इज्जत छैन, हजुरहरूको मात्रै इज्जत छ। आउनु पर्दैन, आउँछु भनेपछि के खबर पठाउनु पर्थ्यो? नानी हो, मैले कुरा मिलाएर ठ्याक्क आएँ। यहाँ त छोरो उता गयो भने मलाई थाहा नै थिएन कस्तो हेर्नु, अब के गर्ने होला। अब झन् टिका टाला गर्ने भनेर पुर्यात पनि बोलाएको थिएँ, आफ्नो इष्ट मित्र पाहुना पाछा सबैलाई बोलाएको थिएँ, केटा राम्रो छ भनेर। अब मैले के भन्ने थिएँ घरमा बोलाएका पाहुनालाई? मेरो मर्या जुनी भएन। अब मलाई खबर गर्नु पर्दैन? अलिकति छोरो काठमाडौँतिर गएपछि झन् छोरीले मानेकी थिइनँ, रातभरि यसो त्यसो भनेर, राम्रो घर केटो छ भनेर झन् सम्झाएर छोरीलाई ठिक्क पारेको थिएँ। अब त्यो छोरीलाई के भन्ने, इष्टमित्रलाई के भन्ने? हाम्रो इज्जत छैन। त्यही त भने नानी, छोरी हराएको पनि आज यत्रा दिन भइसक्यो, पाइया छैन। त्यो छोरीको न्यास्रो मेटाउनको लागि भयो नि छोराको बिहा गरिदिउँ भनेर मैले पनि सोचेको। छोरै त्यस्तो भएपछि मैले के गर्ने? तर पिर नगर्नु नानी, तपाईँको पनि इज्जतको ख्याल गरेछौँ हामीले। छोरालाई जसरी हुन्छ म झिकाएर बिहा चाहिँ हजुरकै छोरीसँग गर्ने हो। अब तपाईँको छोरालाई पर्खेर बस्दिनँ मेरो छोरी। के थाहा सहरमा बस्या केटो अर्को केटी छ कि? नभएको भए बस्दैन थियो। आमा बाउले भने मानेर केटी हेर्नुलाई, त्यही भएर त काठमाडौँतिर दौड्यो नि। नानी, काठमाडौँमा मेरो छोराको केटी भइदिए भए उसले मलाई भन्थ्यो, हेर्नु नानी, छोराको केटी भइदिए त लिएर भन्नुहुन्थ्यो। त्यस्तो महँगो छ सुन, 1 तोलाको 2 लाख रुपियाँ भन्छन्, अझ सुन मात्र तोर के हाल भन्छन्। छोइसौन छैन, अनि कसरी खेप्नु सकिन्छ भन्नु त? मैले त छोरो भइदिए त सुत्त लिएर थामथुम गरेर भित्ताउँथी भन्ने विचार गरेको, बुझ्दै भएन। ए बुढा के बोले, त्यो घाँटिया ला कन्ठीको इज्जतको त ख्याल गर्नु। खर्च हुन्छ भनेर डराले
जस्तो जात भात नमिल्ने केटी पनि भित्राउन मिल्छ केही पैसा खर्च हुन्छ भन्ने डरले त छोरी पनि भागी नि अहिलेसम्म कहाँ छ विपत्त भयो अब त्यही भन बुढी त्यही भन छोरी हराएको नि मेरै कारणले छोरो हराएको नि मेरै कारणले जे नराम्रो हुन्छ मेरै कारणले त तिमीले गएर त के पनि हुँदैन यसो भए हुन्छ अनि यस्ता हो र के नाता जोड्नु हेरी धन्न भगवान्ले मेरो छोरीलाई यहाँ पर्नबाट बचाएछन् भगवान्ले हेर्ने म त लगाएर त बुढी बिचरा उनले कामकुम मिलाएर सबै ठिक्क बनाएको छ पुलिस बोलाएर मान्छे बोलाएर टिकटालु अहिले पठाउने बिचारले ठिक्क पारिरहेको छ हाम्रै गल्ती भयो र त्यसले पनि न केटाकेटीको देखभेट केही छैन देखादेख पनि छैन अनि त्यसले बिहा गर्ने सुरु गरेर हुन्छ त हत्तरपत्त किन पाउनु बोलाएको त्यसको छोरीमा नि केही न केही खोट होला र त अनि बुढा पानी पर्ला जस्तो छ अब चाँडै काम भएर जाउँ घर छोरालाई बेलुका फोन गरेर सम्झाउँला के जवाफ दिने होला कस्ता मान्छेसँग इष्टमित्र जोड्न भनेर कुरा गरिएछ आकालले के गर्ने होला खै के भन्नु अब पर्खेर बस्यो होला नमा झन्नै त्यस्तासँग नातो जोड्यो होइन चमेली किन फटफटाउँदै हिँडेछेस कानमा त केही एफुनसार पनि ला छैन कसलाई के भने कि तेरो पनि छोरी हराए कि क्या हो होइन दिदी छोरी त कहाँ हराउनु हुनेवाला ज्वाइँ चाहिँ हराए अनि अबको जमानामा छोरी हराउनु पर्ने ज्वाइँ चाहिँ कसरी हरायो नि तिम्रो यसो हेर्दा त तिमी पार्टीमा हिँडे जति छौ त कहाँ पार्टीमा जानु दिदी हेर्नु न दिदी त्यो अचुत दाईको छोरालाई दाईले घरमै आएर छोरीको हात माग्नु भएको थियो अनि छोरीसँग सल्लाह बल्ला गरेर हुन्छ नि त भनेर छोरी पनि मानी हुन्छ भनेर अब इष्ट मित्र बाहुन बोलाएर सबै गरेर आज टिकाटाला गरिदिउँ भनेर बसे आउँदै आएनन् यसो हेर्न आएको त बारीमा काम गरेर बस्नुपर्छ हेर्नु त उहाँहरू छोरो काठमाडौँ गयो त्यसो भनेर म चाहिँ उहाँ ढुक्क परेर चट्ट परेर सबै इष्टमित्र जोडेर ओरेर बसेको छैन अतो पत्तो नभएर घरमै बुझ्न आएको हेर्नु छैन उनीहरू बारीतिर रहेछन् अनि भुताउँदै भएर हिँड्या नि दिदी हजुर चाहिँ कहाँ गएर आउनुभएको नि म त पसल गएर आएको नि त त्यही लाटी सहरमा बसेको केटालाई तिमीले छोरी दिन आँट्यो कि त सहरमा बसेको केटाको त उही कतिवटा केटी हुन्छ नि अनि त्यही भएर बाउआमाले भनेको नमानेर त्यो भागेको हो नि यस्ताको विश्वास नगर अब गतिलो केटा बुझेर अनि बिहे गर्दो छोरीको के गर्नु दिदी अचुत दाई घरमै आएर छोरी मन पर्यो मेरो छोरासँग बिहे गरिदिनु पर्यो भनेर माग्न आएपछि मैले पनि छोरीसँग सल्लाह गरेर हुन्छ भने नि सहरमा बसेर केटा छोरीको पनि सहर जाने रहर मेटिने अब हुन्छ होला भनेर हुन्छ भने हरा पाहुना पाछा बोलाएर टेकोटालो गर्नु पर्यो भनेर ठिकठाक पानी छैन अहिले त अत्तो पत्तो छैन उनीहरू बारीतिर छोरो काठमाडौँतिर अरे के गर्नु दिदी म त के मुख देखाउने होला पाहुनालाई अब अब असल केटा खोजेर बिहे गरिदियो त्यस्ताको भर नपर सहरमा बस्ने केटाको भर नगर नि गर्नु हुँदैन नि तिमीले ल तिमी जाऊ अब म पनि जान्छु है मेरो नि पसल खोल्न ढिलो भइसक्यो ल जाऊ तिमी पनि म जान्छु
तँलाई अब म यहाँ कामबाट निकाल्छु। मैले यत्रो घाटा खाइ तँलाई म काममा राख्दिनँ अब। बिन्ती छ साउजी, मलाई कामबाट ननिकाल्नुहोस्। बरु तपाईँको त्यो जे जति भएको छ मेरो आउने पैसाबाट काट्नु होला। मैले बल्ल बल्ल पाएको यो काम, म अन्त कहाँ जाम काम खोज्न। मलाई पानी तिर्खा लाग्दाखेरि म पानी खान आएको बेला मलाई रिङ्गटा लागे जस्तो भएर लडेर पोखिएको साउजी। मैले जानी जानी गल्ती गरेको छैन। अझ कुरा बनाउँछस्? दाद लाग्दैन तँलाई? त्यो सामान तेरो बोल तिर्छ? साउजी मैले भने त मबाट गल्ती भयो। मैले जानी जानी गल्ती गरेको होइन। एकचोटिलाई माफ गरिदिनु साउजी। तँलाई झन् दुःख पाइयो गरी भनेर चाहिँ काममा राखेको, झन् मेरो यत्रो सर्वस्व सत्यानाश बनाइ। तँलाई काम दिनुभन्दा त बरु मेरो यो पसलै पनि बन्द गरिदिनु ठिक भयो। ठिक छ साउजी, म जान्छु। तर मैले यत्रो दिनसम्म काम गरेको मेरो पैसा त दिनु। अब तेरो के को पैसा? मेरो त्यत्रो सामान नोक्सान भएको छ, अब मैले पैसा दिने? त्यो खुर्को गयो त। यदि आज मैले पैसा नलिएर गयो भने मलाई घरबेटीले घरबाट निकाल्छ साउजी। बिन्ती गर्छु मैले यत्रो दिनसम्म दुःख गरेको मेरो कामको पैसा त दिनु प्लिज। मेरो पैसा अजानस पैसा सैसा पाउँदा पैसा भन्दाखेरि चाहिँ मेरो त्यत्रो सामान गरेछ अझ। खाना पनि पाकिसक्यो, यतिखेरसम्म पनि उठ्दिन। छोरी ए छोरी उठाउँदै जानु पर्यो। ए नानी नानी उठ त। ओइ मम्मी छोड्नु न ल हेर त फेरि उता फर्केर सुतिजे। ओइ उठ त। उठ छिटो नि। उता फर्केर किन सुतेकी जुरो उठ्दा काम जान दिला भइसक्यो। सक्नु नआनेको होइन यतिखेरसम्म सुतेर हुन्छ त? नानी छोरी मान्छे भएर यसरी सुत्छौँ त? यहाँ माइतमा त सजिलो छ सुत्नलाई, अर्का घर गएपछि यसरी सुत्न पाइँदैन नि। 4 बजी उठ्नुपर्छ। के हो पारा तेरो? मम्मी यो पनि मेरो घर त हो नि, के भन्नुहुन्छ? बिहा नगरेको त तेरो घर त हो नि, बिहा गरेर गइसकेपछि त अर्का घरमा त 4 बजी उठ्नुपर्छ। सासु ससुराले के भन्छ त? गर्दिनँ म बिएसी। छोरी मान्छे भएर बिहा नगरी बस्छिस् त? छिटो उठ। ल जानु ल छिटो आइज, म त्यो खाना जान्न। फेरि सुती चाहिँ क्या हो नानी? ए नानी फेरि सुतिस कि क्या हो नानी? हे कति कराको के फेरि सुतिस कि क्या हो? हाँ 9:30 भइसकेछ। आज राजनले 10 बजे भेट्ने भनेको थियो। मम्मीले नउठाएको भए त खत्तम हुनेछ। ल आए। छिटो गर्नु त। मुखै नधोइ खान्छस् कि जा गरेर पहिले मुख धो। आधा दिनसम्म सुत्नु छ, मैले नउठाएको कतिसम्म सुतिरहन्थे। ल धोएर आउँछु। ठुली ए ठुली होइन म यता छु, किन कराउनु भा? के गर्ला? भाडा मान लायो नि। ए भाडा मान ला तिमी?
भाइ मान्ला अनि हजुर चाहिँ के हो झिल्के बनेर हिँड्नु भएको छ त आज? तिमी पनि कस्तो कुरा गरे? यो गर्मीमा हाप लगाएको पनि नक्कल पारे हुन्छ त? तिम्रै बहिनी कहाँ जान लाग्यो त हो नि? ए साली कहाँ जान लाग्नु भएको छ र पो झिल्के बनेर जान लाग्नु भएको छ त? अब यस्तो कुरा नगर, तिम्रै बहिनी कहाँ जाने हो? यो पैसा दिएर आऊँ भनेर क्या बिचारा। ए हस् त्यस्तो कराएछ है। ल चाँडै आउनु नि फेरि। ल चाँडै आउँछु। 10 घन्टा लागिरहने होइन गाउँ डुलेर। सरिता, ए सरिता, ए भिनाजु म त यता छु त बारीतिर गोड्दै। के गर्ला? यो करजलाई उदिउँ कि थाङ्गो दिउँ कि भनेर। ए दर्शन भिनाजु। दर्शन। अनि दिदी लिएर आउनु भएन? अब दिदीको भाडा काम भ्याइ नभ्याइ छ, अनि के लिएर आउनु? अनि सुन्नु न, यता आउनु अलि यता। भन्नु न भिनाजु। त्यो अस्ति तिमीले पैसा दिएको थियौ नि, मैले पैसा ल्याइदिएँ नि। ल अनि भिनाजु दिदीको मुन्द्रै बेचेर ल्याउनु भयो कि के अब पैसा? होइन, अनि कहाँबाट ल्याउनु भयो त? धान थियो, धान बेचेर ल्याइदिएन नि। के गर्नु, मेरो पनि बच्चाको फी तिरेको थिएन, नभनौँ भने पनि। ल नानी, अहिले म जान्छु है। कहाँ हुन्छ भिनाजु? अस्ति पनि लिन आउँदा पनि चिया नखाइ जानुभयो, अहिले दिन आउँदा पनि किन चिया खाएर जानु? होइन सरिता, सुन न, अब दिदीले चाँडै आउनु भनेर चाहिँ अब खाना चाँडै आएर त्यो मकै गोड्नु जानुपर्छ। चिया खाएर जानु न। होइन पछि आएर खाम्ला नि, होइन नि? ल म गएँ है। अझ कुरा बनाउँछस् दाद लाग्दैन तँलाई? त्यो सामान तेरो बाउ दिन्छ? तँलाई झन् दुःख पाइयो गरी भनेर चाहिँ काममा राखेको, झन् मेरो यत्रो सर्वस्व सत्यानाश बनाइ तँलाई काम दिनुभन्दा त बरु मेरो यो पसलै चाहिँ बन्द गरिदिनु ठिक भयो। शिला, त अझै रोएर बसेकी छिस्? शिला, त किन रोकी त? आज दिउँसो काममा म काम गर्दै थिएँ। काम गर्दा गर्दै मलाई तिर्खा लाग्यो। पानी खान जाँदै थिएँ। पानी खान जाँदा मलाई रिङ्गटा लागेर सब सामान झर्यो। अनि साउले मलाई बेसरी गाली गरेर कामबाटै निकालिदियो। हे भगवान, भगवान पनि कस्तो निष्ठुरी। हुनेलाई जता कतैबाट सुखै सुख, नहुनेलाई जहाँबाट पनि दुःखै दुःख। भगवान पनि कस्तो निष्ठुरी। निशा, मेरो अघि त्यो निर्दयी भगवानको नाम पनि नले। मलाई त त्यो ढुङ्गाको मूर्तिको पनि विश्वास लाग्न छोडिसक्यो। नरो शिला, नरो। तेरो मेरो बाबाको जे जस्तो दुश्मनी भए पनि त मेरो बहिनी होस् नि। निशा, अब म के गरौँ? कहाँ जाऊँ? कसो गरौँ? तँलाई त थाहा छ नि, बाको हालत त्यस्तो छ, जाडो रक्सी मात्रै खानुहुन्छ। अनि आमाले के गर्नु? कलेज फी तिर्नको लागि पैसा नि छैन। कामबाट साउले निकालिदियो। निशा, उसै त ठुली आमाले हामी दुईजना सँगै बसेको मन पराउनु भएको छैन। त्यसैमाथि फेरि मलाई कामबाट पनि निकालिदियो। मेरो काम पनि त छैन। निशा, मेरो लागि बाआमाको मन नदुखा। मलाई मेरै हालतमा छोडिदे। भो, अब योभन्दा बढी नबोल। मेरी आमाले जेसुकै भने पनि त मेरो बहिनी होस्, तँलाई म छोड्दिन। बुझिस्? तेरो काम नभए पनि। ल अब रुन छाडिदे। जे हुन्छ राम्रैको लागि हुन्छ। बुझिस् त? बरु तँलाई भोक लाग्यो होला, मैले तेरो लागि खाजा ल्याइदिएर आएको छु। निशा, तैँले आफू नखाइ मेरो लागि ल्याइदिएको रहेछ यो।
त्यही लाठी मैले टन्न खाइसकेँ। अब त खा, तेरो लागि ल्याइदिएको। आज कामबाट पनि निकालिदियो, अब भोलि के गर्ने होला? चिन्ता नगर न, किन चिन्ता लिएको? म बरु हात खुट्टा धोएर आउँछु अनि खाना बनाएर खानुपर्छ ल। यहाँ महीँको घर को हो? यही गर्नु लोकसानले बताएअनुसार त घर यही हो। बोलो एकचोटि महेशी महेशी घरमा को हुन्छ एक्चुअली बाहिर आउनु न। उहाँ त घर हुनुहुन्न, हजुरहरू कहाँबाट आउनु भयो? हेर्नुहोस् हामीले यो गाउँ घुमेको झन्डै 1.5 घन्टा भयो। खोज्दा खोज्दा बल्ल हजुरको घर फेला पर्यो। भनेपछि हजुर महेशजीको म श्रीमती कति कामले आउनुभयो होला। हेर्नुहोस् हामी सहकारीबाट आएको। हजुरको श्रीमान महेशजीले हाम्रो सहकारीबाट लोन लिनु भएको छ। अनि कति जति निकाल्नु भएको छ? झन्डै 15 लाख रुपियाँ जति। 5 वर्ष भइसक्यो निकाल्नु चाहिँ 15 लाख भएको। अब यो 5 वर्षमा ब्याज बढेर 7 लाख भयो। त्यही हो त, टोटल गरेर हजुर 22 लाख भयो। 15 लाखको त्यत्रो ब्याज भइसकेको छ। अनि महेश सर चाहिँ कहाँ जानु भयो त म्याडम? कतै मिल्यो भने सहकारीमा किस्ता हाल्छु भनेरै खोज्न जानु भएको छ हजुर। अब कतैको जग्गा बेचौँ भने नि जग्गाको बिक्री भएको छैन। अब यताउति खोजेर पाउनुभयो भने पाउनुभयो, पाउनु भएन भने उहाँलाई जसरी भए पनि म सल्लाह गर्न पठाइदिन्छु। यसो 2-4 दिन म्याद थप्न मिल्दैन रहेछ। हेर्नुहोस् अब त रोकेर रोक्न सकिँदैन। अब मैले भन्ने र गर्ने काम गरिसकेँ। अब तपाईँले अझ पनि ढिला गर्नुभयो भने यो तपाईँको घर छ नि लिलाम त पक्का हुन्छ। भाइ भनिदियो त अलिकति। हो अब तपाईँले भोलि जसरी पनि पक्का पठाइदिनु होला उहाँलाई, नत्र त घर लिलाम हुन्छ तपाईँको पक्कै नि। ल अहिले हामी जान्छौँ है। ल के भयो? बढाल्दा तिमीले रिङटा लाएर टाउको दुख्यो क्या? सहकारीबाट सरहरू आउनु भएको थियो। हजुर पनि कहाँ जानुहुन्छ? कति 15 लाखको त 22 लाखको भइसक्यो अरे। मलाई त प्रेसरले यहाँ ढल्ने जस्तो भइसक्यो। ल हो र, अब के गर्ने? उता छोरीले सहरबाट फोन गरेपछि बुवा खान पाएको छैन, खर्च छैन, किस्ती दिने बेला भयो, घरबेटीले निकाल्ने बेला अब भनेको छु। अब त्यही सहकारीमा तिरौँला भनेर खोज्दै हिँडेको, अब कहीँ कसैले दिएन। अब के गर्ने होला? सहकारीले अनि अरू के भन्नु, कहिले आ भन्नु, के कति दिनभित्र म्याद दियो, तिमीले म्याद दिनु न भनेन। अब तिर्नी भए 1 हप्तामा आउनुहोस्, नतिर्नी भए घरै लिलाम हुन्छ भनेर भन्दै जानु भएको छ सरहरू। घरै लिलाम? घरै लिलाम हुन्छ अरे। अब के गर्ने होला बुढी? कस्तो यही बेलामा कतिको एउटा टुक्रो बेच्न पाए पनि त्यो सहकारीको नि बेच्न तिर्न हुन्थ्यो, छोरीलाई नि पठाउनु हुन्थ्यो। केही छैन, अब जग्गा नि बित्दैन, त्यही एउटा पाटो बारी भएको पनि अब के गर्ने? ल हुन्थ्यो, हुन हार दैव पुऱ्याउँछन्।
अब दैवले नदेखे केही काहीँ छैन होला होइन किन प्रेसर जचाउनु जाने कि त्यही पैसाले प्रेसर भयो हो के जचाउनु जाने होइन आराम